हाई स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा र आज हामी चाहिँ पिकनिक जान लागेको र सबै हामी दिदीबहिनीहरू मिलेर पिकनिक जान लागेको छौं। हेर्दै गर्नु होला है, कोही स्कुटीमा जान्छौं, कोही गाडीमा जान्छौं, म देखाउँदै गर्छु, हेर्दै गर्नु होला। अनि यता मेरो छोरा छ, अब छैन त मेरो छोरा। अनि प्याक गरिसके सामानहरू, अब चाहिँ हिँड्न लाग्यो, देखाउने गर्छु हजुरहरूलाई, हेर्दै गर्नु होला है त। अब हामी हिँडेको यता दिदी कता जानु, कतिजना मात्रै गएको, पछाडि आउँदै हुनुहुन्छ अरू। हामी केसको वेटिङमा छौँ, हामी कारको ट्याक्सीको यतिजना छौँ, अब 2-3 जना मात्रै आउँदै हुनुहुन्छ है। हेलो भन, हेलो हेलो बाबु, पिकनिक के खान आउनु, यहाँ चिल्ले हैरान पार्यो, हैरानै पार्यो चिल्ले है। यता सानो बेबी के भयो रे, के भयो रे साथीहरू, ला यता आधी टोली यता छ है। अनि हामी चाहिँ छौँ, के गर्नु अब हामी यो ट्याक्सी लिएर सकिहाल्यो। नानीहरू छ, वाउ कति राम्रो छ, यस्तो पहाडको बिचमा आएर हामी आज पिकनिक खाँदैछौँ, खोलाको नजिक आएर चप बनाउँदैछौँ यतातिर। यहाँ चाहिँ भात पाकिसक्यो, हामी चाहिँ यहाँ खाना पाक्दैछ, यता नास्ता खाएर बसेको, खाली पनि भयो। ला नि के गर्ने होला, अब यहाँ चिरहरू घुमेछ, चिरहरूले खान्छ हो। अब यता नानीहरू हाम्रो फेरि यहाँ ब्यागहरू छ, यहाँ फेरि चिकन नानीहरूलाई, उता फेरि हामीलाई हो। उता भात पाकिसक्यो, उता फेरि आक्कोको मम्मीले चिकन पकाउँदै हुनुहुन्छ। आरुस नगर, यता फेरि मेरो छोरा छ, यता दिदीबहिनीहरू बसिरहनु भएको छ। अनि यता आउनु, यहाँ चाहिँ बोर्डर फिल्मको सुट हुँदैछ है र। अनि हामी चाहिँ यसरी बसिरहेको छौँ अहिले यहाँ। यता दिदी यता खोलामा कोही यस्तो डाँडा डाँडामा बिचमा बसेर डाँडा डाँडै हेर्दैछौँ है हामी। के हुनुहुन्छ, अब खाने हो हामी। यता अचार छ, यस्तो छ सामानहरू, यता आन्टी, यता बच्चा बच्चीहरू चाहिँ खाना खासा नखाएर निस्किन लाग्यो, प्याकिङ गर्न लाग्यो हामी चाहिँ है। यता मेरो सानो बाबु छ, अनि यता दिदीहरू हुनुहुन्छ। अब चाहिँ हामी फर्केको होला। यता